पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भिड यति ठुलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखामा बसेका थिए। अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, सुन, हेर, एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले। केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराई नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बिउ चाहिँ काँडाहरूका बीचमा परे। काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेनन्। तर केही बिउ असल जमिनमा परे र उम्रदै र बढ्दै गएर 30 गुणा, 60 गुणा र 100 गुणा फल दिए। अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। जब उहाँ एक्लै हुनुभयो